Hi sunshines, welcome to my vlog. This is me Ranju Shrestha अनि मैले चाहिँ अब धेरै पछि vlog बनाउँदै छु. Finally today I am making vlog अनि आज चाहिँ हामी कता जाँदै छौं रे? Bruny Island. हामी जाँदै छौं ब्रुनी आइल्यान्ड. ताजमानिया आएदेखि चाहिँ खासै धेरै घुम्न गएको छैन, एक दुई ठाउँमा गयो. And Tasmania is such a beautiful place to explore. अनि त्यही हो पहिला फर्स्टमा सर्भाइभलको यता भागदौडमा अड्किरहेको भएर खासै त्यस्तो घुम्न पाएन. अब किनभने हाम्रो फर्स्ट प्रायोरिटी भनेको ताजमानिया आउनु पर्यो, सेटल हुनु पर्यो अनि रुम खोज्नु पर्यो अनि त्यसपछि जब एप्लिकेसन अनि जबबाट एन्सर आउनु पर्यो. ओ माई गॉड, टु मच ट्रबल. ओके हैन? Yes. यस्तै छ, गाह्रो छ. सर्नी मात्र भनेर के गर्नु, फेरि जेरोदेखि स्टार्ट गर्न इट्स टु मच ट्रबल. तर अब कति टेन्सन लिनु, यसो कहिलेकाहीँ घुम्न नि पर्छ. अनि ताजमानिया इज सच अ लभली प्लेस. त्यही भएर आज हामीले ताजमानियाको एकदमै ब्युटिफुल ब्रुनी आइल्यान्ड हजुरहरूलाई पनि देखाउँदैछौँ. स्टे ट्युन, सी यू. आफ्टर सो लङ ताजीको वेदर यति राम्रो भइरहेछ. अस्तिदेखि लास्टै जाडो भइरहेको थियो, कि त पानी परिरहेको थियो कि त एकदमै जाडो भइरहेको थियो. आज चाहिँ ठिक्कको वेदर छ, घुम्नको लागि चाहिँ बेस्ट डे हो आज. त्यही भएर मन पराएको. के अरे आज चाहिँ फर्स्ट टाइम अलिकति टाढा घुम्न जानला हामी. ताजमानियामा चाहिँ जेनरली घुम्ने ठाउँहरू चाहिँ नजिकै रहेछ. तर आज चाहिँ हामी फर्स्ट टाइम लाइक 1.5 आवर, लगभग 1.5 आवरको ड्राइभ चाहिँ गइरहेछौँ. एराउन्ड 60 किलोमिटर्स. मेलबर्नमा त यति त गइरहने हुन्थ्यो जहिले नै. सो ताजीको चाहिँ हाम्रो यो फर्स्ट जर्नी हो. यति टाढा घुम्न गइरहेछौँ, त्यो पनि मिड डेमा. आई डोन्ट नो, तर यहाँ छिटो सनसेट हुन्छ. सो कस्तो हुन्छ चाहिँ विल ह्याभ टु लुक. त्यसैले स्टे ट्युन. हामी ब्रुनी आइल्यान्ड जानलाई फेरीबाट जानुपर्छ. तर कहाँबाट फेरी ट्राफिक मस्ट युज लेफ्ट, यही होला. ए अब यहाँबाट फेरि चढ्ने? फेरी टर्मिनल भने टिकट चाहिँ ल्याएन हामीले. अनि थाहा पनि छैन टिकट कसरी लिने. अनलाइन लिनु पर्ने. यत्तिकै आइरहेछौँ हामी सिधै उ गरे. अब 150 मा डिपार्ट रहेछ एउटा. ब्रुनी आइल्यान्ड जान चाहिँ ब्रुनी आइल्यान्ड जान चाहिँ फेरीबाट फेरी टर्मिनलबाट छिरेर फेरीको टिकट काटेर फेरीमा गाडी राखेर अनि गाडी लिएर जानुपर्छ. हामी मेलबर्नबाट ताजी आएको जस्तो. तर होइन, भेरी सर्ट राइड आई थिङ्क. यहाँ म्यापमा पनि हेर कहाँ देखाएर यो के अरे. अनि त्यहाँबाट किनभने आइल्यान्ड हो नि त ब्रुनी. सो हामी गाडी लिएर जानुपर्ने हुन्छ. फेरी ट्राफिक अन्ली मरिना एन्ड गेटवे क्याफे पार्किङ. यो किन परिरहेको, यो हामीलाई केही काम छैन. हाम्रो यो फेरी टर्मिनलबाट अब हामी छिर्ने हो. यहाँ डिपार्ट 150, 230, 250. हामी कुनकोमा चढ्ने हो? कुन खाली हुन्छ त्यसमा हुन्छ. 150 कोमा सकेसम्म चाहिँ 150 कोमा चढ्नु पर्ला है. यसरी खिच्दा चाहिँ कस्तो आउँदो रहेछ चेक मात्र गरेको. Would you like a map of the island? Yeah, if you can. Thank you. कति रे हाम्रो रिटर्न टिकटको? 58. रिटर्न टिकटको चाहिँ 58. So that's your map there. That's Yeah. your receipt for payment, and then our ferry timetable is on that QR code Okay. there. Thank you so much. Just follow the trailer down lane 2. Yeah, right. Thank you. अब Very लाइनमा easy. बस्छौँ. इट्स भेरी इजी. त्यहाँ गयो, टिकट काट्यो, 2 वे टिकट काट्यो, $58 तिर्यो. अनि अब यो गाडी त्यहाँ फेरीमा राख्ने अनि जाने. लेट मी सो यु द लाइन. यहाँ लाइन हो हाम्रो. कस्तो नोस्टाल्जिक फिल भएन? हामी मेलबर्नबाट ताजी आउँदा नि यसरी नै गएको थियौँ नि त. अब घुम्न जान नि यसरी नै जाँदैछौँ. पर्क्स अफ स्टेइङ के भन्छ, पर्क्स अफ लिभिङ इन ताजी. And park.
पर्क्स अफ लिभिङ मेलबर्न Perks of leaving Melbourne. But I miss Melbourne as well sometimes. $58 यार लास्ट महँगो यो गाडीको मात्र हो क्या मान्छेको पैसा चाहिँदैन ए हो गाडी लगिदिएको मात्र पैसा एक गाडीमा त 4 जना बस्न नि पाए त्यसो जतिजना गाडीमा गाडीमा जति अति त्यति फाइदा रहेछ गाइस ल हाम्रो यही हो ब्रुनी आइल्यान्डको हाम्रो के भन्छ म्याप हैन म्याप चाहिँ यो हो हामी यहाँ पुग्छौँ ल हामी कहाँबाट त्यहाँ पुग्ने हो यहाँ छैन तर हामी जाने चाहिँ त्यहाँ आइल्यान्ड यति ठुलो ओ माई गुडनेस त यो आजको हाम्रो म्याप हामी जाँदैछौँ खजाना खोज्न बडा डब्लू के नीचे खजाना है गाइस 150 मा डिपोर्ट हुने अब 10 मिनट रहेछ त्यस्तो उ त नरहेछ हामी जान लागेको चाहिँ यता यहाँबाट ड्राइभ आई थिङ्क होइन यो रबर्ट्स पोइन्टमा चाहिँ हामी पुग्छौँ यहाँबाट ड्राइभ गर यहाँसम्म एडभेन्चर बेसम्म जान्छौँ होला ल यो चाहिँ म्यापमा देखाएको अब रियलमा नि देखाउँछौँ छिट्टै पालो आउनै लाग्यो आइसक्यो आफ्नै अनुहार देखाउँछु म यहाँबाट यिनीहरूको अनुहार देखाउनु छ कि थाहा अब क्रुजमा जाने पालो आइसक्यो खुल्लै रहेछ नि के हो खुल्ला रहेछ क्या चाहिँ यताबाट आइसकेको छ अब यहाँ हामी गाइस हामी चाहिँ गाडीभित्रै बसेर ट्राभल गर्ने जस्तो लाग्यो है यो बसेर बाहिर जान नपाउने होला जस्तो लाग्यो त्यस्तै छ त्यस्तो छ यहाँ झ्याल छ यताबाट देखिन्छ अलि अगाडि भएर देखिन्थ्यो हाम्रो झ्यालमा परेन कि यसरी सबै गाडीहरू लाइनमा राखेको रहेछ ए म त गाडी रोकेर चाहिँ कतै बाहिर बस्नु पाउने सोचेको के पाउँछ जस्तो लाग्यो उ त्यहाँ माथि ठाउँ छ त फेरि त्यही त ठाउँ त छ फाइनली गाइस हामी पुगिसक्यौँ अब ब्रुनी आइल्यान्ड ठ्याक्कै ल्यान्ड भयो तर हामी निस्केको छैन तपाईँहरू टिकट लिएर आउनु भयो भने पनि कुन टाइममा टिकट लिएर आउनु हो तपाईँ त्यो टाइममा पुग्दाखेरि चाहिँ अगाडि अरूहरू पनि हामीले लिएको जसरी लिन मिल्छ जे होस् यहाँ आउने बित्तिकै नि टिकट लिन मिल्छ प्री बुकिङ गरे नि त्यस्तो फरक परेन फरक चाहिँ पर्दैन तर गऱ्यो भने चाहिँ अब त्यही टाइममा आइपुग्नु पऱ्यो अनि त्यसपछि त्यही हामी मेलबर्न टु ताजमा आउने बेला जसरी लाइन बस्छ त्यसरी नै लाइन हुन्छ तर यो सानो सिप हो त्यही भएर त्यस्तो ठुलो लाइन चाहिँ छैन आई थिङ्क हाफ आवरमा चाहिँ गइरहेछ जस्तो लाग्यो ल हामी चाहिँ अब भर्याङ्गु त्यहाँबाट जाने जस्तो लाग्यो ऊ प्यासेन्जर लन्च रहेछ त तर कोही ननिस्किने रहेछ नि त त्यही भएर 5-10 मिनेटको भएर आउच ल हामी अब ब्रुनी आइल्यान्ड पुगिसक्यौँ ल This is Vlogger KT 123. Vlogger KT 123. के हो यहाँ पार्किङ त ब्रुनी आइल्यान्डमा छौँ होइन अनि यहाँ केही पनि छैन बाटो छ हिच बाटो छ छेउमा जङ्गल यतै छेउमा जङ्गल
guys, welcome to Brunei Island. यो चाहिँ कहाँ हो? यो ठाउँको नाम के हो? नेक गेम रिजर्भ The sun is shining bright like a colorful aurora. It paints the world in hues of orange and white and more. I'm gonna start packing my bag. I'm leaving all worries behind. Let's go. I need to get my own summer style back. The breeze is यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ठाउँ छ guys. ब्रुनी आइल्यान्ड एकचोटि आउनुपर्ने रहेछ है. secrets of each land. The sound of the waves lapping on the beaches like a pleasant melody. Soothe my heart's troubles. Windows down with the wind in my hair. I feel so free. Oh, it's the smell of Guys, हामीले गरे मिस्टेक चाहिँ नगर्नु होला. my summer trip. के अरे Take me पहिला घुमेर आउँछु अनि खान्छु भनेर आएको त यहाँ सबै पसल बन्द भइसक्यो रहेछ क्या. अब त्यही भएर हामी यहाँ यो स्टोरमा आएको. यही मात्र अप्सन बाँकी छ हामीसँग. हामी चाहिँ खुबै जान्ने पल्टेर अब यहाँ पहिला घुमेर आउँछु अनि मात्र खान्छु भनेर आएको. सब खाने पसलहरू नै बन्द भइसक्यो रहेछ. यहाँ 3 बजे 3 कि 4 बजे रे तिमीले फोटो खिचेर ल मलाई पो दोष लाउँदो रहेछ. मैले फोटो खिचेर अरे त्यस्ता मान्छेहरूको यस्ता मान्छेहरूको कुरा सुन्नु हुँदैन है गाइस. यस्ता मान्छेहरूको कुरा सुन्नु नै हुँदैन. हाम्रो खानेकुरा देखाइदेऊ त अब. चिल्लर देखाउने होइन कि यहाँ देखाउने. यही हो अब हाम्रो आजको खानेकुरा. यस्तै हुन्छ धेरै ओभर स्मार्ट भयो भने. तर रमाइलो भयो. यहाँ ठाउँ हावा चाहिँ लास्टै फ्रेस थियो. मन पर्यो मिठो छ. कस्तो मिठो छ. तिमीलाई पो दिए त. Oh, it's the smell of summer. My summer trip. Take me away, all worries to a place where my heart can अब मुखबाङ यही हो अब. under the stars by the ocean shore, by the vast grasslands. Oh, it's the smell of summer. त्यहाँनिर बसेर खान जाऊँ न. बिहानभरि नखाइकन आएछ. यस्तो यस्तो गर्ने हो. यस्तो खानुपर्छ. कुरुक्क आउन बित्तिकै अघि क्याफे होटल नछिरिकन अनि त्यही भएर पो मान्छेहरू आउन बित्तिकै होटल छिरिरहेको रहेछ. हामी चाहिँ जाने पल्टेर पहिला हामी घुमेर आउँछौँ गाइज अनि आएर खान्छौँ भनेको खाना पाइहाल्यो नि. यस्तो खाना परिरहेको. यस्तो भोक लागिसक्यो. चिप्स खान परिरहेको. यहाँ चाहिँ ग्लोब पनि छ. यो के को ग्लोब हो यो? विश्वको ग्लोब. मैले छ भ्यू यस्तो छ. भ्यूमा बसेर खाइराख्ने मान्छे यस्तो छ. ल्याम ल्याम. अघि धुरुम धुरुम गरेर धुरुम धुरुम आवाज भएर आइरहेको. त्यसलाई भन्छ मकबाङ. ASMR. ल ल गाइज हामी त यस्तो भोकाइसक्यौँ. वाउ अब सुन हाम्रो यहाँ सनसेट हुन लागिसक्यो. तर अब सनसेटसम्म बस्न पाउँछ कि पाउँदैन चाहिँ थाहा छैन. द्याट लुक एट द भ्यू. इट्स सो ब्युटिफुल. ब्युटी. होटल चाहिँ यही हो है. हाम्रो एक्सपेक्टेसन नगर्नु. यता 5 स्टार होटल पाउँछ भने यो होटल पाउनु नि ठुलो कुरा हो हाम्रो लागि. यस्तो भोक लागिसक्यो. बिहानदेखि केही खाएन. ल हामी अब भित्र छिर्दैछौँ भाइ. अनि हाम्रो होटलको हाम्रो सिट चाहिँ यहाँ छ. ल यस्तो दामी देखिरहेको. हाम्रो होटलको सिट अनि यहाँ हाम्रो होटलको भ्यू. कस्तो छ त यहाँको सेकुवा.
अस्ति धेरै आएछ चेक गर्दा मिठो रहेछ मिठो so good भोकले गुड भयो केले त खानु मिठो छ अघि चाहिँ हाम्रो गरिबको मुखबाङ थियो अहिले चाहिँ अलिकति धनी मुखबाङ गाइस हाम्रो धनी मुखबाङ पनि गरिब जस्तो नै खाने त म हामी नै Stop it. Get some help. गाइज अब हाम्रो चाहिँ भिडियोको एन्डिङ आइसक्यो दिनभर त होइन हामी 12 बजेतिर निस्केको हो ब्रुनी आइल्यान्डमा अब त्यस्तो खासै हामीले आइटिनरीहरू केही बनाएको थिएन अनि ऱ्यान्डमली घुमे भएर त्यस्तो आइडिया नि भएन अनि फुल युटिलाइज चाहिँ गर्न पाएन क्या ब्रुनी आइल्यान्डको हजुरहरू पनि ब्रुनी आइल्यान्ड जाने भए चाहिँ फर्स्टमा यसो आइटिनरी बनाएर आउनु खासै त्यस्तो धेरै घुम्ने ठाउँ चाहिँ छैन बट त्यो ट्राभल छ नि होल जर्नी नै यस्तो रमाइलो छ क्या यहाँको होइन एकदमै रमाइलो थियो बाटोहरू नि सबै पिचै थियो सो त्यस्तो गाडी लिएर आउँदाखेरि चाहिँ त्यस्तो केही अप्ठ्यारो चाहिँ भएन गाह्रो नि भएन म्यापहरू नर्मली नै चलिरहेको थियो सिमहरू पनि नर्मली चलिरहेको थियो त्यस्तो कनेक्सन अथवा अरू केही त्यस्तो प्रब्लमहरू पनि थिएन इजिली नै आउन सकिने रहेछ यता चाहिँ अब सक्यो हाम्रो त्यो आजको भ्लग चाहिँ सक्यो त्यो फेरिको प्राइस चाहिँ कति $58 त्यस्तो लाग्यो अनि यहाँ खानेको खर्च चाहिँ अलिकति महँगो रहेछ तर फेयर इनफ किनभने अब त्यस्तो अब ट्राभल गर्नलाई यस्तो फेरि सेरी चढेर आउनुपर्छ अनि प्लस फेरि एउटा ड्राइभ होइन भ्यू छ अँध्यारो भइसक्यो सनसेट भ्यू राम्रो छ जाँदैछ अलिकति अब सनसेट भइसकेको छ अब अँध्यारै भइसक्यो होला अनुहार पनि राम्रो देखेको छैन होला अब यही हो हाम्रो भिडियोको एन्डिङ चाहिँ होप यु गाइज इन्जोयड इट अब त्यस्तो राम्रो प्लान नगरेको भएर खासै अब सबै त्यस्तो प्लान नगरेको भएर सबै अब यसो राम्रै स्मुथली चाहिँ गएन होला यो भिडियोमा धेरै अप्स एन्ड डाउन्स भयो होला तर हुन त खासै केही थिएन होला वी ह्याड फन होइन त्यति धेरै पछि घुम्या भएर चाहिँ अलिकति रमाइलो भयो भ्यूहरू चाहिँ वर्थ इट क्या वर्थ वाचिङ त्यही हो नेचर राम्रो छ यता नेचुरल भ्युजहरू चाहिँ धेरै छ डाँडा काँडा छ जङ्गलहरू छ बस्तीहरू खासै छैन पुलिस स्टेसन नि एउटा मात्र देख्यौँ हामीले यता आउने बेलासम्म अरू चाहिँ खासै छैन त्यही हो अनि आइल्यान्ड हो बिचेसहरू धेरै छ अब धेरै भिडियो लामो चाहिँ नबनाऊँ होला guys that's it आजको हाम्रो भिडियो यति नै हो प्लिज लाइक सेयर सब्सक्राइब आवर च्यानल अनि अझ पनि एक्साइटिङ भिडियोजहरू हाल्छौँ हामी अलिकति कन्सिस्टेन्ट भएको छैनौँ बट आफ्टर सो लङ भिडियो हाल्दैछौँ इट वाज सो फन यस है ल साइनिङ अफ दिपेन वर्क हार्ड बट ह्याभ फन साइनिङ अफ दिस इज दिपेन एन्ड दिस इज रन्जु बाई The sun is shining bright like a colorful aurora. It paints the world in hues of orange and white and more. I'm gonna start packing my bag. I'm leaving all worries behind. Let's go. I need to get my own summer style.